नमस्कार सबैलाई। आज बिहानको सुरुवात फुल हेर्दै अनि यहाँको कफी खाँदै गरियो र हामी अघि बढियो घुम्नका लागि व्हाइट हर्स। यो सुन्दर रमणीय दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। मैले मोबाइलबाट कैद गरेको फराकिला बाटाहरू र वसन्त ऋतुको आगमनसँगै हामी अघि बढ्दैछौँ। अगाडि बढ्दै क्रममा यो एक फुलै फुलको सानो गाउँ आयो, बस्ती आयो। त्यसपछि हामी यसलाई छिचोल्दै अगाडि बढ्दैछौँ। योर्कबाट हिँडेको झन्डै आधी घन्टा भएपछि लगभग अब हामी गाउँहरूलाई छाडेर अघि बढ्दैछौँ। दृश्यमा देख्न सक्नुहुन्छ अब सानो बाटोबाट अघि बढ्दैछौँ हामी। व्हाइट हर्सको दृश्य तपाईँले देख्न सक्नुहुन्छ। माथि डाँडामा हाम्रो मुख्य गन्तव्य स्थल भनेको व्हाइट हर्स हो। यसरी अगाडि बढ्दैछौँ हामी। त्यसपछि अब हामी यो घरमाथि गाडी पार्किङ गरेर फेरि हामी पैदल यात्रा गर्नेछौँ। फुलै फुलको बोटहरूलाई पछाडि छिचोल्दै हामी अगाडि बढ्दैछौँ। यो अब हामी यसरी जङ्गलको बाटो माथि पुग्दैछौँ। जङ्गलमा चाहिँ हामी दुईजना बाहेकहरू कोही छैन। तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, बेना चाहिँ अगाडि हुनुहुन्छ। उहाँ चाहिँ पब्लिक हुन चाहनुहुन्न, त्यसैले मैले भिडियो खिचेन। यसरी हामी अगाडि बढ्ने क्रममा एकदमै सुनसान ठाउँ छ। हेर्नुहोस्, वरिपरि जङ्गल मात्र छ, अरू केही छैन। यो हाम्रो नेपालमा चाहिँ बाख्रा चराउने जङ्गल जस्तै छ। सडक भए पनि त्यहाँ खासै गाडीहरू गुड्दैनन्। अब यो जङ्गलको बाटो हामी व्हाइट हर्स पुग्नेछौँ। वसन्त ऋतुको आगमनसँगै पलाउँदै गरेका पालुवाहरू तपाईँहरूले देख्न सक्नुहुन्छ दृश्यमा। यो चाहिँ हामी व्हाइट हर्स जुन टाढाबाट देखिएको थियो त्यसको चाहिँ हामी शिरमा पुगेका छौँ। यस्तो छ दृश्य। यहाँबाट देखिने भ्यू देख्न सक्नुहुन्छ तपाईँले। व्हाइट हर्स शक्ति बन्द रहेछ। ल हेर्नुहोस्, पोखरा। यो योर्कसायरको सबैभन्दा ठुलो अग्लो उच्च डाँडा रहेको छ। त्यहाँ मैले केही तस्बिरहरू खिचेको छु। त्यो पनि एउटा भिडियोमा नै मैले यो भिडियोमै राखेको छु। त्यसपछि अब यसरी हामी तल बेसीका फाँटहरू हेर्दै डाँडै अघि बढ्दछौँ। माथि डाँडामा पनि खुल्ला घाँसे मैदान छ, जहाँ अब यो ग्लाइडर उडाइन्छ। एउटाले अर्कोलाई खिचिरहेको छ। सानोले ठुलोलाई त्यो वाडा छल्नेलाई हेर्नुहोस्। फेरि म लागि यता तस्बिर खिच्नका लागि घाँसे मैदानमा फेरि अर्को ल्यान्डिङ हुँदैछ। यो गर्नका लागि 140 पाउन्ड लाग्छ। तपाईँ यदि उड्न चाहनुहुन्छ भने 140 पाउन्डमै यहाँबाट उड्न सक्नुहुनेछ। वसन्त ऋतुको आगमनसँगै होला चौरहरू हरियाली हुँदैछन्। यसले चाहिँ एउटालाई उडाएर आयो। हेर्नुहोस्, यसको चाहिँ 13औं शताब्दीको वारको टाइमको उल्लुलाई पनि देख्न सक्नुहुन्छ। काठले कुदिएको हो यो। यो चाहिँ योर्ककै सबैभन्दा राम्रो
पिक्चर आउने भ्यू पोइन्ट अरे। यहाँ पनि मैले एउटा दुईटा पिक्चर खिचेँ। त्यसपछि अगाडि बढ्ने क्रममा हामीले देख्यौँ ताल धेरै तल रहेकोले हामी जान असमर्थ रह्यौँ। त्यसपछि हामीले यो के खायौँ, ब्राउन राइस, साह्रै पिरो रहेछ। त्यसपछि हामीले नेपालको जस्तो पर्खालहरू, जुन नेपालका गाउँघरमा पाइने पर्खालहरू जस्तै ढुङ्गाका पर्खालहरू जुन साह्रै पुराना र वर्षौँसम्म हावापानी झेलेका थिए, ती हेर्दै नेपालको जस्तै कच्ची बाटोमा हिँड्दै अघि बढ्यौँ। यसरी अगाडि बढ्ने क्रममा हामीले डाँडामाथिका चौरहरूको तस्बिरहरू खिचेकै छौँ। अब यो चाहिँ घोडालाई दौडाउने, घोडालाई तालिम दिने ठाउँ। हेर्नुहोस् यस्तो छ, यो बाटा चाहिँ घोडालाई दौडाइन्छ। ल हामी आएको ठाउँ यो हो। यो ठाउँबाट कता कता जान सकिन्छ भनेर यहाँ लेखिएको छ। यसरी नै हामी फर्क्यौँ। हस्त धन्यवाद।